यो बागलुङ जिल्लाको झोलुङ्गे पुल पर्वत जोड्ने यतापट्टि बागलुङ जिल्ला गण्डकी सोडिम झुला यहाँ लेखिएको छ स्वागतम गण्डकी सोडिम झुला बागलुङ नगरपालिका बागलुङ। यहाँबाट म पुल देखाउन गइरहेको छु। पारी देखिएको पर्वत जिल्ला यता बागलुङ उता पर्वत। ल नेपालकै पहिलो पुल दुई जिल्ला जोड्ने एउटै सस्पेन्सन ब्रिज। आज यो सस्पेन्सन ब्रिजबाट बागलुङबाट पर्वत जिल्ला पुग्दैछौँ। केही भन्न यति लामो छ। तल काली गण्डकी सुसाइरहेकी छन्। सुसाइरहेका छन्। ल खै बाबु यो बागलुङबाट तल गाडी गुडिरहेको छ। यो बागलुङ पोखरा हाइवे। बागलुङ पोखरा हाइवे भने त्यो पारी देखिएको बेनी जाने बाटो। त्यो बेनी जाने बाटो पारीको र यो बागलुङ गइरहेको गाडीहरू र यसको म अहिले बागलुङबाट पर्वततर्फ गइरहेको छु। काली गण्डकीबाट उता पर्वत र अहिले म भएतिर बागलुङ दुईटा जिल्ला। ल निकै अल्को छ यो पुल। पुलमा हिँड्ने मान्छेहरू पनि धेरै छन्। आज बागलुङ कालिका दर्शन गर्न आएको अवसर पारी हामीलाई यो दुई जिल्ला जोड्ने पुलको अवलोकन गर्ने अवसर पाइएको छ। यहाँहरूले पनि यसै भिडियो मार्फत यो दृश्य हेर्नु होला र जाम न जाम। ल बागलुङ त पर्वत पुगेर आउँ न के भयो र। ल यो सुरु गरेको जाम न गरौँ। बाटो ल कान्छी यता हेर त। ल मेरो कान्छो छोरो यी बागलुङबाट पर्वत जिल्ला जाँदै झोलुङ्गे पुल तरेर हामी आज पोखराबाट बागलुङ कालिकाको दर्शन गर्न आएका थियौँ। यसै अवसरमा हामी आज यो नेपालमै पहिलो उदाहरणीय पुल दुई जिल्ला जोड्ने एउटै झोलुङ्गे पुल हो त नि है। तलबाट कति दामी बाटो है। काली गण्डकी विश्वकै कहीँ नपाइने भगवान शालिग्राम पाइने नदी काली गण्डकी हो यो। यहाँ शालिग्राम पाइन्छन् जुन हामीले मन्दिरमा राखेर दर्शन गर्ने पूजा गर्ने गरिन्छ। काली गण्डकीको शालिग्राम यति पवित्र मानिन्छ। हामी बागलुङबाट पर्वत जाँदैछौँ। यो भिडियो तपाईहरुसँग आइपुगेको छ भने
जसको फरियोमा आइपुगेको छ उहाँहरूले सेयर गरिदिनु होला, लाइक कमेन्ट रिपोस्ट गरिदिनु होला। यस्तो दृश्य देखिएको छ पारी हेरौँ। हल्लिन यति हल्लिएको छ यो पुल, डरलाग्दो छ। ऊ त्यो कुनामा देखिएको मालढुङ्गा भनिन्छ, मालढुङ्गा कटेसी घुम्ती रोड भनेको यही रोड हो, यही पुल मुनिको रोड हो, बागलुङ आउने बाटो। यो तल देखिएको अब यो बेनी जाने बाटो, बेनी मुस्ताङ हुँदै चाइना जाने करिडोर हो यो बाटो, यो देखिएको बाटो। नुहाउने हो नि, कालीगण्डकी नुहाएर जाने है। ल आफै नुहाउने है। ल हल्लिएको है कान्छी, कति हल्लिएको है। है हामी कहाँ आएको कान्छी? बागलुङबाट पर्वत आएको है, बागलुङबाट पर्वत आएको है। हल्लिएर अडिनै नसकिने अवस्था छ यो। ल हामी ठ्याक्कै कालीगण्डकी माथि आइयो, बागलुङ छोडेर यता पर्वत जिल्ला सस्पेन्सन ब्रिजबाट झोलुङ्गे पुल, नेपालको 2 जिल्ला जोड्ने नमुना झोलुङ्गे पुल। अहिले नेपालभरि अधिराज्यभरिमा भएको यही एउटा नै हो, 2टा जिल्ला जोडिने पुल। यो दायाँ हातका खेल है होइन? फर्किम क्या कान्छी है? नफर्किम? छोडेर जान्छन् कि हामीलाई? छोडेर जान्छन् कि हामीलाई? ऊ दाईहरू आउँदैछन्। ऊ दाई, ऊ प्रतीक दाई अनि परमेश दाई, प्रिन्स दाई आउँदैछन्। हेर त कहाँ पनि खेल्ने? यहीँ खेलिरहेछ त पुलमा झोलुङ्गे। कान्छी यता हेर त। ल जाउँ 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 जाउँ। हल्लियो अरे। अरू सानोतिनो खोलाहरूमा हाल्ने पुल त यो लगभग 5वटा पुल जोडे जस्तै। यो म्याग्दी जाने बाटो, जोमसोम मुक्तिनाथ जाने बाटो। हामी यता पर्वत कालीगण्डकी बाटो पर्वततर्फ आइयो। उताको बागलुङको बाटो हो कि यो बेनी जाने बाटो, बेनी पर्वत। यो पर्वत भयो। अब यहाँबाट बेनी, मुस्ताङ, जोमसोम, अप्पर मुस्ताङ जाने बाटो। यो कति मिटर हो ठ्याक्कै हेरिएन। अहिले त्यहाँ छेउमा गएर हेरेर देखाउँला है कति मिटर रहेछ। लगभग 500 भन्दा त बढी नै छ मिटर त। निकै राम्रो दृश्य देखिएको छ। ऊ त हेर्नु होला, त्यो कुनामा देखिएको हिमाल, धौलागिरी हिमाल, बादलले छेकिएको छ। अलिकति माथि टुप्पो देखिएको छ। ल भिर यति हल्को छ। क्रसर त कहाँ तल। धन्नेले घटना हुन लाग्यो। मान्छेले अझै नाच्ने भएको छ हाम्रो कालीमा। यहाँबाट यस्तो राम्रो दृश्य देखिन्छ। ल हेर्नुहोस्, पारी बागलुङ, पारी बागलुङ
यता पर्वत बाटो दुक्रम बाटो फेरि पल्टिन्छ नि ए लामो हिँड्दा हिँड्दै थाकिसक्यो पनि आधा किलोमिटर भन्दा त बढी रहेछ त नि पुलै अझै लामो छ उता रहेछ एउटा अझै ऊ पर देखिएको छ एउटा यस्तै लामो पुल अल्पो तर यो जति त छैन पछाडि देखाउनु यो जति नै होला अलि छैन ल हेर्नुहोस् मान्छे आएको अर्को छेउ देख्नै गाह्रो छ मान्छे आएकै छन् मान्छे यसैको अवलोकन गर्न यही आएका छन् लाइट नि रहेछ उही हामी त फर्स्ट भयो ल ल हेर्नुहोस् यही भिडियोको सुरुमा मैले देखाएको थिएँ तपाईहरुलाई बागलुङ जिल्ला अब यही पुलमै बसेर खिचेको छु यी अझै छ त्यति छ पुल यहाँ हामी आइपुग्यो जगत जननी माता पार्वतीको जन्मभूमि पाङ यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ पाङ युवा क्लब PYC कुस्मा नगरपालिका 1 पर्वत पाङमा आइपुग्यो यही एउटै झोलुङ्गे पुलले बागलुङ र पर्वत जोडेको छ यति रमणीय ठाउँ छ यहाँहरूले जतिले पनि हेरिदिनु भएको छ यो लाइक शेयर गरिदिनु होला सबैले सामु पुर्याइदिनु होला र यहाँ घुमेर यहाँको मनोरञ्जन लिइदिनु होला हस् त धन्यवाद यो पारीको बागलुङ अब फेरि फर्किने हो सबैलाई नमस्कार